हेलो एन्ड नमस्ते साथीहरु, स्वागत छ मेरो मिनी भ्लगमा। सो आज हामी जान लागेको छौं 99 क्यापमा। सुर्खेत भएर 99 क्यापको बारेमा थाहा छैन भने यो भिडियो तपाईहरुकै लागि हो साथीहरु। जे खानुस् 99 मै खानुस्। हो साथीहरु, तपाईले सही सुन्दै हुनुहुन्छ। बर्गर, पिज्जा, चिकन लेग पिस र चिकन विंग्स मात्र 99 रुपैयाँ हो साथीहरु, मात्र 99 रुपैयाँ मा। सो साथीहरु, हामीले फर्स्टमा चाहिँ मिल्क शेक मगाएर खायौं, एकदम दामी टेस्ट लाग्यो। त्यसपछि चाहिँ हाम्रो अर्डर रहेको थियो चिकन लेग पिस र चिकन विंग्स र सिउचेन चिकन भन्ने। फर्स्टमा चाहिँ हामीले सिउचेन चिकन टेस्ट गर्यौं। टेस्ट लेभल र क्वान्टिटी त एकदम दामी लाग्यो मलाई यहाँको। अब पाली आयो साथीहरु, अब सिउचेन चिकन सकिसकेपछि मैले चिकन विंग्स टेस्ट गरे र टेस्ट लेभल त मलाई दामी लाग्यो र क्रन्ची र स्पाइसी, अलिकति स्पाइसी बढी छ है साथीहरु। यहाँको मलाई एउटा कुरा नराम्रो लागेको भनेको यो चटनी एकदमै स्पाइसी। सो स्पाइसी चटनी मात्रै यहाँ मिल्ने रहेछ है साथीहरु। अनि खाएँ मैले त्यसपछि चिकन लेग पिस पनि मलाई दामी त दामी नै लाग्यो साथीहरु। चिकन लेग पिस अनि साइजमा पनि एकदमै बेस्ट लाग्यो। 99 रुपीसमा साइज पनि राम्रो नै छ साथीहरु। तर पनि मलाई एउटा कुरा नराम्रो लागेको भनेको यहाँको चाहिँ चटनी अलिकति फरक छ, अरु भन्दा अलि स्पाइसी छ चटनी। रहेको कुरा साथीहरु, यहाँको रेटिङ चाहिँ म 10 आउट अफ 7 दिन्छु साथीहरु, किनभने मलाई चाहिँ सबै चीज एकदम बेस्ट लाग्यो। सो हामी जस्तै आएर एकचोटि भिजिट गर्न चाहनुहुन्छ भने साथीहरु तपाई भिजिट गर्न सक्नुहुनेछ, आउनुहुनेछ र खानुहुनेछ। धन्यवाद।